पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि अब के हुन्छ? देशभरि यही चासो छ र आज हामी यही विषयलाई गहिराइमा बुझ्ने प्रयास गर्नेछौँ। अब प्रक्रिया सिधै अदालततर्फ जान्छ। पक्राउपछि प्रहरीले निश्चित समयभित्र उनलाई अदालतमा पेश गर्नुपर्छ। त्यहाँबाट न्यायाधीशले दुईवटा कुरा हेर्नेछन्। पहिलो, प्रमाण कति बलियो छ। दोस्रो, उनीलाई थुनामा राख्ने कि साधारण तारिखमा छोड्ने। यदि अदालतले अनुसन्धान गम्भीर देख्यो भने उनीलाई थुनामा राखेर मुद्दा अगाडि बढाउन सक्छ। तर यदि प्रमाण कमजोर देखियो भने उनी धरौटीमा छुट्न पनि सक्छन्। अब दोस्रो ठुलो कुरा, मुद्दा कत्तिको बलियो छ। यो केस साधारण छैन। यो सिधै जोडिएको छ प्रदर्शनका क्रममा भएको मृत्यु र राज्यको जिम्मेवारीसँग। राजनीतिक अवस्था कता जान्छ? यो केस अदालतमा मात्र सीमित रहने छैन। देशभरि विरोध प्रदर्शन बढ्न सक्छ। सत्ता र विपक्षबीच टकराव चर्किन सक्छ। उनको पार्टी र समर्थकहरूले यो मुद्दालाई न्याय होइन बदला भनेर प्रस्तुत गरिरहेका छन्। यदि आन्दोलन चर्कियो भने देशको अवस्था फेरि अस्थिर हुन सक्छ। चौथो, सरकारको भविष्य कस्तो हुन्छ? नयाँ सरकारले यो कदम चालेर ठुलो जोखिम पनि लिएको छ। यदि जनताले यो निर्णयलाई समर्थन गरे सरकार बलियो बन्न सक्छ। तर यदि यो कदम गलत ठहरियो भने सरकार नै सङ्कटमा पर्न सक्छ। पाँचौं र सबैभन्दा महत्त्वपूर्ण कुरा, नेपालको राजनीतिक संस्कृतिमा के परिवर्तन आउँछ? यो घटना एउटा सङ्केत हुन सक्छ। अब शक्ति मात्र होइन, जिम्मेवारी पनि हिसाब हुन्छ। पुराना नेताहरू पनि कानुनभन्दा माथि छैनन्। यदि यो केस निष्पक्ष रूपमा अघि बढ्यो भने नेपालमा एकाउन्टेबिलिटीको नयाँ युग सुरु हुन सक्छ। अन्त्यमा अब सबै कुरा निर्भर छ अदालतको निर्णयमा, प्रमाणको बलमा र जनताको प्रतिक्रियामा। यो केवल एउटा पक्राउ होइन, यो देशको भविष्य कता मोडिन्छ भन्ने निर्णायक क्षण हुन सक्छ। तपाईलाई के लाग्छ? आफ्नो विचार कमेन्टमा लेख्न नभुल्नुहोला। धन्यवाद।